बाइक आउनु भएको छ हैन। अस्ति पनि हामी आन्टी र म त सँगै परेको थियौँ, अहिले पनि सँगै छौँ। गाडी चाहिँ किन नआएको? नुवामी डाँडाको एक झलक हेर्नु होला गाइस, यस्तो छ। ल भन त कहिले बिहे गर्ने तिमी? म अलिक पछि गर्ने कहाँको केटी छ? हेलो गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु ब्याक लिम्पिनी ब्लग। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। आज चाहिँ म तम तयारी भएर दमक जान लागेको। मेरो भाइ चाहिँ उहाँ छ, म चाहिँ अहिले चाहिँ गाडीलाई वेट गरिरहेको छु। गाडी चाहिँ आएको छैन, यताउता गर्दा हैरान भइसक्यो, गाडी किन नआएको होला। गाइस मलाई लिन आउनुभएको गाडी चाहिँ बाइक आउनु भएको छ हैन। अस्ति पनि हामी आन्टी र म त सँगै परेको थियौँ, अहिले पनि सँगै छौँ। गाडी चाहिँ किन नआएको दाइ? दाइ गाडी किन नआएको? प्यासेन्जर धेरै भएर नि। अब हामी दुईजना नि फेरि भारी चाहिँ कसरी लानुहुन्छ है? राम्रोसँग लानु, अरू म जान्दिनँ। त्यही हो, पिच पनि सानो राम्रो छैन अनि ल यस्तै छ। फाइनल्ली बिजोक रमाइलोमा नुवामी डाँडा बल्ल आइपुग्यो। यति भारी र हामी तिनजना, जे होस् मजाले आइपुग्यो। नुवामी डाँडाको एक झलक हेर्नु होला गाइस, यस्तो छ। पहिले आउनुहुन्थ्यो होला, यहाँनिर बजार लाग्थ्यो पहिलेनिर, अहिले त लाग्दैन बजार पनि, सुनसान छ सबै। पढे लेखेको मान्छेहरू विदेशतिर गइसके। हामी अब तपाईँको चाहिँ नपढेको मान्छेहरू बुढाबुढी मात्रै हुनुहुन्छ यो गाउँतिर चाहिँ, अनि पढ्ने मान्छेहरू सबै बाहिरतिर गइहाल्नु भयो होइन। अनि यस्तै छ अहिले चाहिँ है। यहाँबाट स्कुल थियो अक्सफोर्ड, सरी अक्सफोर्ड होइन, के पो नाम थियो मैले नै बिर्सेछु, मैले त पढिनँ नि त। बोर्डिङ स्कुल थियो, मैले पढेको त स्कुल होइन। देखिहाल्नु भयो यस्तै छ गाउँठाउँहरू। आन्टी चाहिँ उहाँ भारी मिलाउनु हुँदैछ, म चाहिँ यहाँ बाटोमा छु। अझै गाडीलाई वेट गर्नुपर्ने, गाडी आइपुगेकै छैन। थाबा भन्ने ठाउँबाट चाहिँ आउनु हुँदैछ अरे मान्छे लिएर। अनि अघिको दाइ चाहिँ फेरि पनि मान्छे लिन गइसक्नु भएको छ, अनि हामी मात्रै छौँ, यहाँ चाहिँ दुईजना मात्रै छौँ। आन्टी चाहिँ भारी मिलाउनु हुँदैछ। फाइनली गाइज पुरा होइन लोकदोरी सिटमा बसेर पछाडिको सिटमा चाहिँ मामा राख्नुभएको, पछाडिको सिटमा राखेर अहिलेको क्रममा चाहिँ दोबान आइपुग्यौँ। स्पेसल्ली चाहिँ के भन्न चाहन्छु भने हजुरहरूलाई चाहिँ होइन, कति 2 वर्ष पछाडि मेरो साथीलाई मैले भेटेको छु। हेर्नु सक्नुहुनेछ मेरो साथीलाई भेटेर एकदमसँगले। आजको यात्रा कस्तो भइरहेछ भन त एकचोटि? एकदम म त निदाएर आइपुगेको निदाएर होइन, गफले होइन। यो यात्रा चाहिँ एकदम लामो होस् जस्तो लागिरहेछ मलाई चाहिँ। ल जानुपर्छ, भने चाहिँ खाजा खानु एकदमसँगले भोक लागिसकेको छ। 12 भइसक्यो होला। यो मामाले मलाई पछाडि राखेर ल्याउनु भएको छ, आज लास्ट भएको छ। ड्राइभर दाइ चाहिँ यता हुनुहुन्छ। मेरो सामान एकदम सुरक्षित राख्नु भएको धन्यवाद मेरो मामा हजुरलाई। अब अहिलेको कुरामा चाहिँ हामी खाजा खान छिरेको भन्नुपर्छ। मैले चाहिँ फुल ट्याङ्की गरेर बाहिर निस्किसकेँ। यही होटलमा बसिरहेको खाना चाहिँ मेरो साथीले चाहिँ केही खाएन, किनभने उसले घरमै खाएर आएको अरे होइन। अब दोकानको एक झलक देखिदिन्छु नि त होइन, अब पुरै अगाडि पनि टन्न भयो भने एक झलक हेर्नु होला। दोकानको चाहिँ दोकान चाहिँ यस्तो छ। हाम्रो गाडी चाहिँ यो, हामी चाहिँ यसमै आएको हो अहिले भर्खर। यस्तै छ, रमाइलो भइरहेछ यात्रा चाहिँ। अब यस्तै हो गाइस, अब फेरि जानुपर्ने हुन्छ, धेरै बसेर हुँदैन, घर पुग्नुपर्ने छ नि त, त्यही भएर। म चाहिँ गाडीदेखि झरिसकेको। यहाँ चाहिँ म गुम्बा चोकमा आएर बसेको छु। यहाँबाट चाहिँ फेरि म सफारीमा जानुपर्छ नि त, सफारीलाई वेट गर्दै बसिरहेको छु। चिनेकै गाउँघरको दाइलाई बोलाएको छु मैले, त्यही भएर वेट गर्दै बसेको छु गुम्बा चोकमा। दाइ चाहिँ मलाई लिन आइसक्नु भएको छ। अब चाहिँ म सफारीमा चढेर जानुपर्ने हुन्छ गाइस। मैले सामानहरू चाहिँ ल्याइसकेको छु यहाँनिर। ल जाऊँ दाइ। फाइनली गाइज म चाहिँ घर आइसकेको हो होइन। घर अघि नै म भिडियो बनाउनु पर्यो भन्दै थिएँ, भिडियो चाहिँ अघि बनाउन पाइनँ, किनभने त्यो गाडी बाटोमै मैले बिसार आउनु पर्ने भयो कि। सफारी चाहिँ गाडी चाहिँ अगाडि रहेछ नि, सफारी थिएन नि त, त्यही भएर सामानहरू बोकेर आएँ अरे। अनि अहिले चाहिँ म बारी जाँदैछु माई हस्बेन्डसँग। एउटा कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ नि, मेरो हस्बेन्डले चाहिँ कपाल काट्नु भइसक्यो पुरै, मलाई नै थाहा थिएन होइन। अनि त्यही भएर मलाई चाहिँ कस्तो अचम्म लागिरहेको छ कि, मलाई सधैँ सोधेर गर्नुहुन्थ्यो। अनि यो चाहिँ सरप्राइज भन्नु कि के भन्नु होइन, मलाई चाहिँ तर मन परेन। कस्तो काट्नु भएको छ, पुरै ताक्लु बनाइदिनु भएको छ, पुरा बेलचा बोकेर हिँडिरहनु भएको छ। अहिलेको क्रममा चाहिँ हामी चाहिँ बारी गएको नि त। के गर्नु गएको बुढो बारी? हाम्रो एउटा टेन्डर परेको छ होइन,
त्यो टेन्डरमा चाहिँ एउटा पसल राख्ने योजनामा छौँ हामी। हजुर टेन्डर कतिको हो? टेन्डर 3.5 करोडको। ओ माई गॉड 3.5 करोडको टेन्डर हामीलाई परेर हामी चाहिँ बनाउन जाँदैछौँ। अनि त्यस पछाडि हेर्नु पनि गएको म चाहिँ अनि नजानेको थिएँ। हेर्दै गर्नु होला, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्। यो सुरुवाती हो, जस्ट सिम्पल टेम्पररी। बिस्तारै बनिसकेको सक्सेस भयो भने तपाईँहरूलाई फुल भिडियो देखाउने नै छु होइन। त्यसको लागि केही समय लाग्ने छ, धैर्य गर्नु होला। एकदम धेरै मौसम चाहिँ अनि अब यतातिर त अब गर्मी पनि लाग्नुपर्ने हो। बिहान पानी परेको थिएन, मजाले सबै धानहरू रोपिसक्नु भएको छ त्यतिर चाहिँ होइन। अनि एकदम धेरै मौसम पनि राम्रो छ, शीतल छ, धेरै गर्मी पनि छैन। घाम चाहिँ भर्खर लागेको र त्यतिखेर गर्मी चाहिँ भइसक्नु पर्ने क्रम हो। तर पनि बिहान पानी परेर एकदम शीतल छ, रमाइलो छ मौसम पनि होइन। अनि मजाले हिँडिरहेको छ हामी पनि, मजाले ठक 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 होइन। अनि यता कालु भाइ पनि हिँडिरहेको छ हामीसँगै होइन भाइ? भन्नुपर्ने त टाइम लाग्छ। त्यस्तै हो, यस्तै हो। अब गएर के कस्तो छ तपाईँहरूलाई पनि देखाइहाल्छु म त्यो बारी चाहिँ होइन। त्यही हो। ल भन त कहिले बिहे गर्ने तिमी? म अलिक पछि गर्ने कहाँको केटी छ? कहाँको केटी छ? दमकको केटी छ। कहिले बिहे गर्ने अनि? कहिले पछि भनेको चाहिँ? 2-3 महिना। के थरी छ? तामाङी छ। अच्छा बिहे चाहिँ मजाले खुवाऊ है ल। साँच्ची हो नि? नराडी भनेको ढाँडे थियो भने? साँच्ची? तिम्रो मुस्कानले नै ढल्दिन्छ होला केटीहरू त। अनि त्यस्तै पटिहाल्छ नि होइन? कति होला? कृष्ण बिहे गर्ने अरे कालुले, गर्ने अरे बिहे खान आउँछ ल? छ अरे तामाङनी छ अरे। दिँदैन नि, दिइहाल्छ नि। तपाईँलाई चाहिँ? मलाई त अहिले लैजा भन्छ। ओ यो के गर्नु मलाई बोक्नु लाउनु भएको? अहिले काम लाग्छ। हामी फाइनल आइसकेको यहीँनिर अरे ल। केटी देखाइरहेको छ उसले चाहिँ। हामी चाहिँ यहीँ म चाहिँ बारी हेर्न आएको, ढुङ्गा थुपाएर सक्नु भएको रहेछ होइन। तपाईँको बहिनी रहेछ? बिहे गर्ने बहिनी चाहिँ ल ठिकै छ। जे भयो भने बिहे गर्ने भयो। तपाईँलाई चाहिँ के पता तेरो अनुहार छ के भन्छ? तपाईँलाई बिहे गरोस् न त अनि। कस्तो मलाई त उयो जस्तो देख्दो रहेछ यार। ताक्लो म्यान ताक्लो होइन कटप्पा। ल कटप्पा हो के काम गर्नु राम्रोसँगले कालु भाइ पनि सघाउँछ। मकै त खतरा फलेको छ त गाई। यस्तो मकै फल्यो भने त जिन्दगीमा छिटो उभो लागिन्छ यार। ऊ हेर न कस्तो काम गरेर राख्नु भएको छ मलाई। सो गाइज हामी चाहिँ काम गरेर आइसकेको हो होइन। अनि यता बारी डुल्दै आएको। काम त त्यही हो, यसो बारीसारी हेरिमेरि नाप्नु हो दाइ र हाम्रो कृष्ण सरले। अनि हाम्रो कृष्ण सरलाई चाहिँ मैले घाँस बगाइदिएको छु होइन। अनि म चाहिँ यसरी हिँडिरहेको छु किनभने अब म आज भर्खरै आएको हो नि त। भोलिदेखि त फेरि म पनि तमानसँगले काम गर्नुपर्ने हो नि त। त्यही भएर आज चाहिँ यस्तै भयो भिडियो। अन्तिमसम्म हेरिदिनु भएकोमा धेरैभन्दा धेरै धन्यवाद मेरो साथीहरूलाई होइन। अब के कस्तो लाग्यो भिडियोमा चाहिँ कमेन्ट गर्न चाहिँ नछोड्नु होला साथीहरू। त्यही हो। अनि अर्को भिडियोमा फेरि पनि भेटौँला। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त साथीहरू। ओके बाई बाई। अहिले हामी चाहिँ खाना आइपुग्यौँ। बाई। के भयो? गाह्रो परिसक्यो अहिले हेर्नु त। ओके बाई बाई साथीहरू।